हेर्नु यस्तो छ हालत, यस्तो छ हालत होइन। केटाहरूको जिन्दगी पैसा हेर्नु यो मुजीको यस्तो छ। यी बाटो यही हो, यस्तो छ बाटो हेर्नु। पैसा हो के, पैसा सबैभन्दा ठुलो कुरो पैसा। ल माछिले जुत्तै भिज्यो त मेरो यार पानी हेर्न मुजी यार त्यो दाइले गरे यस्तो भइसक्यो। यस्तो भइसक्यो के गर्ने। केटाहरूको जिन्दगी हो केटा, कहिले दुःख कहिले सुख होइन। सुख भयो नि दुःख भयो नि पिरै पिरे हो केटा हो होइन। हामी यस्तै हेर्नु त यस्तो हिँडिरहेको छु मजाले, सब कुरो रुजिया रहेछ। बाटो नि यस्तो रहेछ अलि बाटो पनि अलि राम्रै छ, पिचिङ छ होइन। यो बाटो पनि नेपाल सरकारले राम्रै बनाइदिया रहेछ। यो पहिरो खसेर हेर्नु त ऊ माथिबाट पहिरो खसेको छ। ठिक छ, हामी बाटो हो, छोरा मान्छे हो, छोरा मान्छे हो, धान्न त सकिहाल्छु गाइज होइन। ऊ हेर्नु यस्तो हो पुरै अहिलेदेखि होइन। कमसेकम भइसक्यो लगभग 3 साढे 3 4 घन्टा भइसक्यो, 4 घन्टा जति। त्यो मुजीले भन्थ्यो नुवाकोटको माधर चोदले म तिमीहरूलाई गाडीसम्म छोडिदिन्छु रे रन्डीको बान। त्यहाँबाट त फकाएर ल्यायो माछिक्ने, यहाँ आउँदाखेरि त माछिक्ने ला छैन, केही वास्तै थिएनन्। अरू बेला बेला भन्नाले नि खानापिनालाई त दुःख तकलिफ थिएनन्, तर यो जाने बेला चाहिँ लास्ट दुःख दियो क्या माछिक्नेहरूले। बोल्न सकेका छैनन् गाइजर, के गर्ने। ठिक छ, ओके बाई, नेक्स्ट भिडियो भेटौँला होइन। यस्तो यस्तो रहेछ, के गर्ने। छोरा मान्छे हो, जिन्दगी त अब भइहाल्छ, कहिले काँडै काँडै हुन्छ, कहिले फुलै फुलै हुन्छ, यस्तै हो। ठिक छ, बाई 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 गाइज। ए मिलान हाई भन्दै त, हाई भन्दै दोस्तहरूलाई। के गर्ने गाइज, यस्तै हो। खोइ अब मिसिन बोरामा त राखेर त हिँडेको छु, भिरुज्ला कि के गर्ला त्यो त थाहा भएन। आज नि जानु पर्यो, जसरी भयो नि काठमाडौँ जानु पर्यो। त्यहाँ एउटा के गर्नु अब ठुलै काम थियो अलिकति, अलि छुट्न लाग्यो त्यो माधर चोदहरूको कारणले, चोर्बाहरूको कारणले। ठिक छ, अब लगभग आधी पौन घन्टा 1 घन्टा भनौँ न, 1 घन्टामा लगभग के अरे सोमनटार हो, सोमनटारसम्म चाहिँ हाइवेमा चाहिँ पुग्छौँ हामी, सोमनटार भन्ने ठाउँमा। गाइस गाह्रो भएको छ।